आज चाहिँ हामी स्यामसङ S25 अल्ट्राको फिचर हेर्न जाँदैछौँ। एआईले कसरी काम गर्छ भनेर। खासमा म हेर्ने पनि थिएन होला, मम्मीले चाहिँ मलाई यो फोटो बनाउन सकिन्छ भनेर पहिला पनि भन्नुभएको थियो, आज पनि भन्नुभयो। यो के गरेर यो फोटोमा के एडिट गरेर यो कुराहरूले यो लाइटलाई हटाउन सकिन्छ कि यसलाई हटाउनको लागि यहाँबाट इरेजमा क्लिक गर्दा पनि हुन्छ। यो हटाएको थिएन। अब म यसमा जेनेरेटमा क्लिक गर्छु है, यसले के गर्छ हेर्दै जाउँ। ल हेर्नुहोस् त है, ओरिजिनल पिक्चर यस्तो थियो। अहिले हेर्नुहोस् त, बुम कति धेरै चेन्ज ल्याइदियो नि होइन। ल हेर्नुहोस् त, यस्तो थियो, यस्तो बनाइदियो होइन। धेरै कुरा चेन्ज गरिदियो गर्दैन। हेर्नुहोस् त, यसमा के गर्न सक्छु कि सक्दिनँ, एकचोटि ट्राई गर्छु म। अलिकता सिलेक्ट गर्न गाह्रो भइरहेको छ। ल अब यति नै मैले सिलेक्ट गरेँ, ट्राई गरौँ के गर्दो रहेछ।